यो भिडियो हेर्नुस् है। पेट्रोल भराउन जाँदाखेरि हातपात भएको वास्तविक कुरा के भएको म भन्छु तपाईलाई। पहिला तपाईँ एकछिन यो भिडियो हेर्नुस् है। दिन से बड़ी सी पहुंचे गाड़ी में तेल ना है। आवे के बात नहीं, हमरा ओई में से बोतल में चाहिए पेट्रोल। बात खत्म कर, हम ओई में से नहीं लेबा। कह तोर फेस नहीं करिसियो। बात खत्म। वीडियो ने हम तेल मोबाइल खेला बंद होते हैं, मोबाइल खेला बंद होते हैं, मोबाइल खेला बंद होते हैं। देखो फुटपीट सर फुटपीट गरिरहेको छ यहाँ यो पेट्रोल पंप में तेल मांगना आए थे, तेल दीजिए ना बोतल में। छोड़ के बात करते रहो, तू हाथ छोड़ के बात कर, तू हाथ छोड़ के बात कर, तू हाथ छोड़ के बात कर, हाथ छोड़ के बात कर। हेर्नुभयो कुरा के छ भन्दाखेरि पेट्रोल यसले हाल्दो रहेछ हैन। अनि पेट्रोल त सक्दो रहेछ क्या चाँडै। त्यसलाई शङ्का लाग्यो 2 दिनदेखि। त्यसपछि त्यसले के भन्यो भने मलाई पेट्रोल बोतलमा चाहियो। यो पम्पबाट, जुन पम्पबाट 2-3टा पम्प हुन्छ नि त एउटामा, अनि त्यो पम्पबाट हाल्दाखेरि उसलाई पेट्रोल कम जस्तो शङ्का भयो। त्यसपछि उसले के भन्यो मलाई बोतलमा पेट्रोल हाल्दियो। बोतलमा हालेपछि कन्फर्म हुन्छ कि पेट्रोल कम छ कि छैन। उसले मानेन, यसबाट हाल्दिन अर्कोबाट हाल्छु भन्ने कुरा गर्यो पेट्रोल हाल्ने मान्छेले। योबाट चाहिँ हाल्दैन। तर ग्राहकको भनाइ के थियो, मलाई यसैबाट चाहियो भने पेट्रोल हाल्ने मान्छेले हाल्दिएन। त्यसपछि ऊ गयो उता काउन्टरमा, पेट्रोल हाल्दिनुस् भन्यो हैन बोतलमा। उसले मानेन। पछि फेरि उताबाट एउटा मान्छे आएर निक्लेर किन भिडियो बनाइरहेछस् भनेर हातपात गर्न थाल्यो हैन। भाइ भिडियो किन बनाइरहेछस्? भिडियो बनाउनु पर्यो नि, शङ्का लागिरहेछ त बोतलमा दे न। बोतलमा किन दिइरहेको छैन? कति यस्तो पेट्रोल पम्पले यही काम गर्छ, त्यसले बोतलमा दिँदैन। त्यो के सेटिङ गरे हुन्छ कि के गरे हुन्छ, त्यो तेल कम आउँदो रहेछ। यो वास्तविक कुरा हो, हामीले पनि झेलेको कुरा हो। वास्तवमा तिम्रो गल्ती छैन, तिमीले ल ठिक तेल दिइरहेछ भने बोतलमा दे न। बोतलमा दिँदा त थाहा हुन्छ नि वास्तविक कुरा के हो भन्दाखेरि। तर बोतलमा नदिने कुरा गर्यो, अर्कोबाट दिने, योबाट चाहिँ नदिने। यसको मतलब के हो? केही त गडबड छ। र हामी पैसा तिरेर पेट्रोल किन्न गएको छ हैन, पैसा तिरेर पेट्रोल किन्न गएको। तिमीले चाहिँ दादागिरी गर्ने, पैसा पनि दिनु र तिम्रो दादागिरी पनि सर्नु, यो कहाँको नियम छ? त्यही भएर भिडियोलाई शेयर पनि गर्नुस् र छिटो भन्दा छिटो सरकार पेट्रोल पम्प वाला माथि एक्सन लिनु पर्यो। त तेरो काम हो पेट्रोल बेच्ने, दादागिरी गर्ने होइन। त दादा होइन यहाँको। कस्टमरलाई केमा चाहियो पेट्रोल, त पेट्रोल दे। तिमीहरू यो दादागिरी बन्द गर। यस्तो पेट्रोल पम्प धेरै छ जसले दादागिरी गर्छ। छिटो भन्दा छिटो सरकारले यो माथि कारबाही गर्नु पर्यो। जनतालाई जो पनि थर्काइदिने, कर्मचारीदेखि लिएर हैन जो पनि के